सम्पूर्णमा म अधिवक्ता हिरा श्रेष्ठ आज पनि धेरै समय पश्चात चाहिँ म हजुरहरु समक्ष भिडियो लिएर उपस्थित भएको छु। आज चाहिँ छठ पछिको पहिलो कार्य दिनको लागि म अफिसतिर आउँदै गर्दाखेरि बाटोमा एकजना बुवा भेट्नु भयो र नानी के गर्छौ भन्दाखेरि म कानुन व्यवसायी हो भन्दाखेरि उहाँले एउटा जिज्ञासा राख्नु भएको थियो। सो जिज्ञासा चाहिँ मैले हालैको परिस्थिति अनुसार चाहिँ एकदमै मनासिब लागेर यो भिडियो लिएर उपस्थित भएको। उहाँको चाहिँ एकजना छोरा हुनुहुँदो रहेछ। सो छोराले चाहिँ दिनरातै झगडा गर्ने र उक्त बुवा आमा चाहिँ बुढाबुढी भइसक्दाखेरि पनि कुनै वास्ता व्यास्ता नगर्ने। सो कारणले गर्दाखेरि चाहिँ उक्त बुवालाई चित्त दुखेर चाहिँ सो सम्पत्ति अब हामी यो छोरालाई दिन चाहदैनौँ, अब यस्तो अवस्थामा हामीले दिन नदिने भन्न पाउँछ कि पाउँदैन भन्ने जिज्ञासा राख्नु भएको कारणले गर्दाखेरि चाहिँ यो भिडियो मैले चाहिँ लिएर उपस्थित भएको हो। यदि हजुरहरू कसैको पनि यस्तै परिस्थिति भएको छ र छोराछोरीले हेरिराख्नु भएको छैन, हजुरहरूलाई आवश्यक रूपमा स्याहार सुसार गरिरहेको छैन, दिनरातै झगडा गर्ने, कोलाहल मचाउने गर्नुभएको छ, शान्ति दिइराख्नु भएको छैन र यदि हजुरहरूको सम्पत्ति चाहिँ के गर्ने भन्ने अन्योलमा हुनुहुन्छ भने चाहिँ हजुरहरूको यदि रीतपूर्वक नै पैतृक सम्पत्तिको पहिले नै बाँडफाँड भइसकेको भए त्यो कुरा सकिसकेको हुन्छ, किनभने उहाँको सम्पत्ति उहाँले जे चाह गर्न सक्नुहुनेछ। यदि यसरी रीतपूर्वक गर्नु भएको छैन, पैतृक सम्पत्ति बाँडफाँड गर्नु भएको छैन भने चाहिँ उक्त छोराछोरीलाई दिनु नै पर्ने हुन्छ र बाँडिसकेपछि चाहिँ सो सम्पत्तिको चाहिँ आफूले आफ्नो आमा बुवाले आफ्नो चाहे अनुरूप चित्त बुझेन भने आफू खुसी सो सम्पत्तिलाई चाहिँ अरूलाई दान बाकस गर्न पनि सक्नुहुनेछ र कुनै पनि च्यारिटीहरूमा या कुनै पनि संस्थाहरूमा दान गर्न सक्नुहुनेछ। आफू खुसी र आफ्नो इच्छाले बाँच्न सक्नुहुनेछ। हस्त, नमस्ते।